हेलो गाइज वेलकम टु द क्रिएटिभ वर्ल्ड। अनि आज तपाईँहरूको बिचमा एउटा यस्तो च्यालेन्ज खतरनाक च्यालेन्ज ल्याएर म लगायत मेरा टिमहरू हामी आउँदैछौँ। अनि आजको च्यालेन्ज चाहिँ फर्स्टमा लेट मी इन्ट्रोड्युस माई टिम। आज फ्रान्सिस उराव फ्रम विराटनगर, महेश राई फ्रम मोरङ पूर्व। सो हामी तीन भाइ आज हामी एउटा सर्ट भिडियो अथवा सर्ट मुभी खिच्नलाई हामी प्लान गरिरहेछौँ। अनि स्क्रिप्ट पनि हामी आजै लेख्छौँ, अनि सुट पनि आजै हामी गर्छौँ, अनि हामी एडिट पनि आजै कम्प्लिट गरिसक्छौँ। किनभने यो हाम्रो के भन्छ वैशाखको 1 गतेको लागि क्याम्पेन गर्ने भनेर यसो दिमागमा क्लिक आयो। सो आजै हामी सबै हामी यहाँ यसरी बसिरहेछौँ। सो आजको मेन क्यारेक्टर उहाँ हुनुहुन्छ। सो यति भन्दै अब हामी यहाँ स्क्रिप्टहरू लेख्न थाल्छौँ। सो इन्जोय दिस टाइम ल्याप्स गाइज। साथी हो अहिले हामी सेटमा आइपुगेका छौँ। यो चाहिँ हाम्रो सिन 3लाई हामीले पहिले फर्स्टमै हामी खिच्दैछौँ, किनभने यो अलिकति मेजर सिन अनि अलिकति लामो सिन भएको कारणले। अनि हामीसँग क्रुमा नयाँ मेम्बर पनि हुनुहुन्छ। उहाँ चाहिँ एमपी क्रिएसनको डाइरेक्टर, म्यानेजिङ डाइरेक्टर, उहाँ चाहिँ एकाउन्टेन्टहरू। आजको हाम्रो थिम चाहिँ के भने हाम्रो गोल चाहिँ के भने हाम्रो स्क्रिप्ट आजै लेख्यौँ, फिल्म पनि आजै खिच्छौँ, अनि आजै हामी एडिट गरेर आजै पोस्ट गर्छौँ। सो यो चाहिँ हाम्रो लागि च्यालेन्ज हो। खोलिदिनु यो चाहिँ खोलिदिनु अरे गाउँबाट केटाहरू आएको छ नि, यो खोल्न जानेन। यो कुन चाहिँ मेकअपको बट्टा हो? यो पूर्वैबाट हो हामी चाहिँ। ए यस्तो नङ चाहिने रहेछ। अन्त नङ अब छैन मेरो यही चाहिने रहेछ। हामी क्रिएटिभ कसरी हुनसक्छ त हामीसँग 0 टाइम हुँदै गर्दाखेरि भन्ने कुरा चाहिँ आज विशेष गरी तपाईँहरूलाई मैले देखाउनु खोजेको। सो वेन यु हेभ अ क्रिएटिभ टिम होइन, तपाईँहरूलाई त्यो गर्न पनि आर्ट पनि आउँछ। फ्रान्सिस तिमी भित्रबाट आउने होइन? ल भयो, ल ल बोल्दै गर, हाँस, थुक। ल फ्रान्सिस आऊ, थुक्दै गर क्या, म यस तिमी अगाडिबाटै। ल थुक। नजिक जाऊ, नजिक महेश, नजिक जाऊ। खुट्टा पुस्तिने जस्तै गर्ने होइन। जानु जानु जानु। ल ल अब फाइनल गरौँ ल। नाइस। यो चाहिँ प्र्याक्टिस थियो। यो चाहिँ प्र्याक्टिस मात्रै थियो नि त। हेरिराख्ने महेशलाई, हेरिराख्ने। सरी भन्ने महेश, सरी भन्ने। कान पकड फेरि। ठिकै छ जानु। कट। दामी भएको थियो यार यो। ल सिन 3 टेक 6 एक्सन। ल हात पकड, हात हेरिराख्ने महेशलाई। कान पकड महेश। कट। ओहो है, पान पो ल्याउनु पर्दो रहेछ त। ओके महेश थुक्दै गरेको यो हामीले चाहिँ फ्रान्सिस हेडिङ टुवर्ड्स महेश। एकै टेकमा गरिदिन्छु क्या दाइ। ल एकैचोटमा गरौँ। सट्टै आउँछु नि म दाइ फेरि। ल एक्सन भन्नै दाइ फेरि म त ओभरमा आइहाल्छु नि। धेरै थियो। एक्सन भन्नै दाइ फेरि म त ओभरमा आइहाल्छु नि। ए ढिलो ढिलो तिमीले पुरै गरेर पुरै बनायो क्या। त्यही जुत्तै पर्खे जस्तो भयो क्या। ठुकिहाल न यसो। एक्सन भने चाहिँ एकछिन पख न, ठुल गरेर थुक न। निकाल्नु पनि भएन, खर्च्नु मन भएन। ल रोइदे। माटालाटा दिनभरि काम गर्ने त्यो होइन, बिस्तारै 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 ब्रो। घुमाउ सिकिहाल्यौ तिमीले चाहिँ। केही हुँदैन पतुर, केही हुँदैन थियो क्या।
स्टार्ट बन्द भएको थिएन के हो त्यो मिलाइन्छ काहीँ न काहीँबाट ल फेरि स्टार्ट बन्द भयो अरे स्टार्ट बन्द भयो स्टार्ट बन्द भयो स्टार्ट बन्द भयो अरे डाइलग थाहा छैन है तिमीले रिसाएर भन्ने के गरेको त हेर्नु पर्दैन भनेर है गजब बचकुन्ना गरी खानु अझ एडिट गर्न भ्याइन्छ त दाइ अब गर्नु पर्यो नि मोइस सरले राम्रो सर्ट चलाउनुहुन्छ ल सुभाष एक्सन यस्तो यस्तो यहाँ हेर ल राम्रो छ ल त साथी हो हामीले अलमोस्ट कति घन्टा लाग्यो हामीलाई 5 घन्टा कति 11 12 1 2 3 4 लगभग 4 घन्टा 11 हामीले 12 कति बजी गरेको थियौँ ल अलमोस्ट हामीले 4 घन्टामा सक्यौँ हामीले यो अझै छिटो सक्ने थियौँ तर हामीले अलैङ टल्याङ खाजा खाएर अनि 2टा स्क्रिप्ट त हामीले अन द स्पट नै चेन्ज गर्नु पर्यो सो महेश कस्तो भयो त आजको एक्सपिरियन्स अन द स्पट दामी दाइ कस्तो छ त नाइस डाइलग्सहरू छ होइन हरेक टेकमा नयाँ नयाँ हुँदा चाहिँ दामी झन् दामी छ ल कस्तो छ सुभाष के गरेको दाइ ल सुभाष चाहिँ हाम्रो नयाँ अघि हाम्रो स्क्रिप्टमै थिएन उसलाई चाहिँ हामीले नयाँ ल्यायौँ किनभने हाम्रो स्क्रिप्ट नै चेन्ज भयो नि त बिचमा सो कहिलेकाहीँ चाहिँ एज अ क्रिएटिभ फिल्डमा हुँदै गर्दाखेरि चाहिँ हामीले यो सबै कुराहरू अन द स्पट गर्नुपर्ने हुन्छ सो त्यही कुरा आज एक्सपेरिमेन्ट गर्नको लागि हामी कतिको सक्सेस छौँ सो अहिले अब हामी पोस्ट प्रडक्सनमा जाँदैछौँ लेट्स सी कस्तो खालको फाइनल प्रडक्ट निस्किन्छ है ल त साथी हो मैले एकदमै यहाँ एडिटिङ गर्न गइरहेको छ मसँग भनेको एराउन्ड 1 घन्टा टाइम छ सो 1 घन्टाभित्र मैले सबै एडिट गरिसकेर डाङडुङ मिलाइसकेर मैले यो पोस्टको लागि मैले छोड्नुपर्ने हुन्छ सो लेट्स सी म टाइममा सक्छु होला अलिकति टाइम ल्याप्स बनाऊँ भनेको ठ्याक्क मेरो ब्याट्री पनि सकिरहेछ सो टाइम ल साथी हो लगभग आधी घन्टामा मैले लाइनअपहरू सबै सकाएँ अब यसमा मैले साउन्डहरू अनि थोरै अडियो पलिसिङ गर्नुपर्ने छ अडियो लेभलिङ गर्नुपर्ने छ त्यस पछाडि थोरै साउन्ड इफेक्ट्सहरू हाल्नुपर्ने छ सो मसँग अब 1 घन्टा मोटामोटी 1 घन्टा टाइम छ सो म 1 घन्टाभित्र सायद मेबी म यो सक्छु होला रेन्डरिङ थम्बनेल सबै बनाइसक्छु होला मेरो अनुहार अलिकति क्लियर देखिरहेको छैन सो एकदमै राम्रो मैले एक्सपेक्ट गरेँ अनुसारकै टाइमको भइरहेछ थोरै अलिकति 10 सेकेन्ड जति लामो भइरहेछ हुन त यहाँ काट्यो भने अलिकति त्यति टाइम पनि मिल्छ तर पनि ठिकै छ अहिलेलाई सो लेट्स सी फाइनल प्रडक्ट कस्तो आउँछ अलिकति आज त्यो जे मनमा सोचेको थियौँ त्यो चाहिँ अलिकति भएन किनभने 2टा सिनहरू चेन्ज हुँदै गर्दाखेरि त्यो एक खालको त्यो निराश भइसकेको थियो क्या त्यो अनि त्यस 2टा सिनहरू चेन्ज गर्दाखेरि चाहिँ एकदमै त्यो फ्रस्ट्रेसन डिसपोइन्टमेन्ट भनौँ फ्रस्ट्रेसन त नभनौँ डिसपोइन्टमेन्ट चाहिँ एकदमै भइसकेको थियो ल साथी हो फाइनली अहिले चाहिँ 6:13 भइरहेको छ थोरै हाफ एन आवर चाहिँ लेट भयो मैले ठ्याक्क टाइममै सक्नु चाहिँ सकेको थिएँ एउटा सानो यहाँ इभेन्ट भएको कारणले गर्दाखेरि चाहिँ मैले यहाँ टाइममा सक्न पाइनँ सो अब युट्युबमा आइसकेको छ सो म त्यसको लिङ्क चाहिँ तल डिस्क्रिप्सन तल राखिदिनेछु सो तपाईँहरूले हेर्नु होला र त्यहाँबाट तपाईँहरूले के बुझ्नुभयो त्यो तपाईँहरूले मलाई कमेन्टमा लेख्नु होला तपाईँहरूले जे बुझ्नुभयो त्यो लेख्दाखेरि हुन्छ कस्तो थियो त प्रिमियर हामीले गरिसक्यौँ तपाईँको बिचमा आउँदैछ वेट गर्नुहोस् अनि हेर्नुहोस् है ल उहाँ मेन क्यारेक्टर आजको सो आजको विशेष गरी यो मोटिभ भनेको चाहिँ के हो भने चाहिँ कहिलेकाहीँ मैले अघि पनि भने हामी क्रिएटिभ फिल्डमा काम गर्ने मान्छेहरूलाई यस्तो रन एन्ड गन होइन यस्तो रसमा एकदमै काम गर्नुपर्ने हुन्छ सो त्यो बेलामा दिमाग एकदमै चलाउनु पर्ने हुन्छ इनफ्याक्ट कतिवटा सिनहरू हामीले बिहाइन्ड द सिन अटाउनु पाएनौँ हामीले कसरी गरिरहेको थियौँ के गरिरहेको थियौँ भनेर किनकि एकदमै रस थियो अनि हामीसँग डेडिकेट मान्छे नभएको कारणले एकजना बिहाइन्ड द सिन खिच्ने मान्छे नभएको कारणले पनि यो सबै कुराहरू चाहिँ हामीले मिस गऱ्यौँ तर फ्युचरमा फेरि यस्तो कन्टेन्टहरू हामी ल्याउने नै छौँ सो म चाहिँ के विश्वास गर्छु भने आजको हाम्रो डे च्यालेन्ज हुन्छ जुन हामीले 5-6 घन्टामा लगभग 8 घन्टाभित्र हामीले सघाउनु पर्ने काम चाहिँ हामीले सकिसकेका छौँ होइन सो यति भन्दै सो स्टे ट्युन गाइज अनि किप वाचिङ किप लभिङ ओरिजिनल भिडियोलाई हेर्नु होला र तपाईँहरूको प्रतिक्रिया दिनु होला भन्दै बाई बाई र सबैजनालाई ह्याप्पी न्यु इयर बाई द वे है 2 सप्ताहको जादु